हेलो एभ्रिवान दिस इज जीवन र आज हजुरलाई म यस्तो अपर्च्युनिटी प्रेजेन्टेसनको बारेमा बताउन गइरहेको छु जसले कि आजको डेटसम्म धेरैजनाको लाइफलाई चेन्ज गरिसकेको छ र पक्कै पनि हजुरले यो प्रेजेन्टेसनलाई एकदमै ध्यान दिएर हेर्नुभयो भने तपाईँको लाइफमा पनि धेरै नै परिवर्तन आउनेछ। सो लेट्स गो। हेल्दी लाइफ विथ फाइनेन्सियल सेक्युरिटी। सो हामीलाई लाइफमा चाहिँ दुईवटा कुरा एकदमै इम्पोर्टेन्ट छ, त्यो हो हेल्थ प्लस वेल्थ। र दुईवटा कुरालाई हामीले ब्यालेन्स गरेर लानु चाहिँ एकदमै जरुरी छ आजको डेटमा। र एउटा रिसर्चले भन्दैछ, एउटा स्ट्याटिस्टिकले भन्दैछ कि आज हाम्रो हेर्नुभयो भने लिभिङ कस्ट चाहिँ 35%ले इन्क्रिज भएर गइरहेको छ। हाम्रो जुन खर्च छ त्यो 35%ले चाहिँ बढिरहेको छ। र एकर्डिङ टु इन्डियन इकोनोमिक सर्वे 1980मा चाहिँ 1000 रुपियाँले चाहिँ एउटा मिडल क्लास फ्यामिली सर्भाइभ हुन सक्थ्यो भने यही चाहिँ 2000मा आएर 10,000 लाग्न स्टार्ट भएको छ। र आजको डेटमा हेर्नुहुन्छ भने चाहिँ एउटा मिडल क्लास फ्यामिली सर्भाइभ हुनको लागि 1 लाख रुपिस लाग्दैछ। यदि कुनै पनि फ्यामिली इन्कम चाहिँ 1 लाखभन्दा मुनि छ भने चाहिँ आज सर्भाइभ गर्न एकदमै साह्रो भइरहेको छ र कम्प्रोमाइजमै जिउनु परिरहेको छ। र यही हिसाबले हेर्दाखेरि चाहिँ 2040देखि चाहिँ 10 लाख रुपियाँ लाग्दैछ। हामी सर्भाइभ मात्रै हुनको लागि चाहिँ 10 लाख रुपियाँ लाग्दैछ। 10 लाखको लागि चाहिँ हामी प्रिपेयर हुनु चाहिँ एकदमै जरुरी छ। अब आजको डेटमा मेन 4 टाइप्स अफ इन्कम सेक्टर छ, त्यो हो एग्रिकल्चर, एम्प्लोइमेन्ट, बिजनेस एन्ड एब्रोड। फर्स्ट छ एग्रिकल्चर। आज एग्रिकल्चर हेर्ने हो भने चाहिँ यहाँबाट डरलाग्दो अर्निङ गर्नु सक्दैन। 10 लाख भन्ने कुरा पोसिबल छैन। किन? धेरैवटा क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ धेरैवटा च्यालेन्जेस छ। सो त्यो कारणले गर्दाखेरि चाहिँ एग्रिकल्चरबाट पनि पोसिबल छैन। सो अर्को अप्सन छ एम्प्लोइमेन्ट। अब जब गरेर पनि महिनामा 10 लाख कमाउनु इट्स भेरी डिफिकल्ट र इनफ्याक्ट इम्पोसिबल छ। र अन्डर एम्प्लोइमेन्ट छ आजको डेटमा। र आज हामी पढे लेखेको त छौँ, हर कोहीले पढे लेखेको छ, तर पढे अनुसारको जब पाउनु एकदमै साह्रो छ, क्वालिफिकेसन अनुसारको जब पाउँदैन। र थर्ड अप्सन छ एब्रोड, कि त बाहिर जानु पर्यो। अब बाहिर जानुको लागि पनि आजको डेटमा हेर्नुभयो भने राम्रो कन्ट्री जानुको लागि चाहिँ राम्रो इन्भेस्टमेन्ट पनि गर्नुपर्छ। मोर देन 20-30 लाख रुपिस इन्भेस्टमेन्ट गर्नुपर्छ। र आज फ्यामिलीदेखि टाढो बसेर चाहिँ हाई रिस्क छ अर्काको कन्ट्रीमा। र गए जति सबैले महिनामा 10 लाखै कमाउँछ, कुनै ग्यारेन्टी छैन। खाली हात फर्केको पनि आज धेरैजना छ। सो अर्को लास्ट अप्सन हो, त्यो हो बिजनेस। आज बिजनेस हेऱ्यो भने धेरै खालको बिजनेसहरू छ, धेरै प्रकारको बिजनेसहरू छ। र आज ट्रेडिसनल बिजनेस तपाईँले हेर्नुभयो भने एउटा सानो दोकान खोल्नको लागि पनि 2-4 लाख रुपियाँ बिना स्टार्टअप गर्नु सकिँदैन। र आज जति पनि ट्रेडिसनल बिजनेसहरू छ, जति पनि दोकान, होटल, रेस्टुरेन्ट ट्रेडिसनल वेमा गरिन्छ, यो बिजनेस चाहिँ आज फ्युचरिस्टिक छैन। हाई रिस्कमा छ यो बिजनेस। किन रिस्कमा छ भन्दाखेरि चाहिँ इ कमर्स बिजनेसले चाहिँ यसलाई रिप्लेस गर्दै गइरहेको छ। किन भन्दा आज हामीलाई कुनै पनि सरसामान चाहियो भने अनलाइन अर्डर गर्छौँ र घरमै डेलिभर हुन सुरु भइसकेको छ। सो यस्तै हिसाबले हेर्दाखेरि आज हेर्नुभयो भने आर्टिफिसियल इन्टेलिजेन्स एआईले चाहिँ धेरैजनाको जबलाई चाहिँ एकदमै खतरामा पारेको छ। किन भन्दाखेरि आज मान्छे नचाहिने टाइम आइसकेको छ। किन? हर कुरा रोबोटिक हुँदैछ। आर्टिफिसियल इन्टेलिजेन्सले चाहिँ आज हेर्नुहुन्छ भने इभन डक्टरलाई पनि रिप्लेस गरिरहेको छ। किन? रोबोटिक सर्जरी सुरु भइसक्यो। आज लयरलाई रिप्लेस गर्दैछ, आज ट्राफिक पुलिसलाई रिप्लेस गर्दैछ। आज हेर्नुभयो भने कन्टेन्ट क्रिएटर, ग्राफिक डिजाइनर्स, यस्तो धेरै कामहरू छ जो चाहिँ आज एआईले, आर्टिफिसियल इन्टेलिजेन्सले चाहिँ रिप्लेस गरिरहेको छ। अब यस्तै हिसाबले हेर्दाखेरि चाहिँ हाउ टु ओभरकम एन्ड सर्भाइभ विथ दिस प्रेजेन्ट सिनारियो, हामी कसरी ओभरकम गर्न सक्छौँ त अब यस्तो खालको समयमा भन्दाखेरि चाहिँ आज हाम्रो भाइब्रेन्ट विवाहले यस्तो एउटा अमेजिङ अपर्च्युनिटी ल्याएको छ जुन चाहिँ एकदमै फ्युचरिस्टिक छ र अनएभोइडेबल पनि छ। कसैले एभोइड पनि गर्न सक्दैन यो चिजलाई। सो के चाहिँ हो त त्यो भन्दाखेरि चाहिँ फर्स्ट छ टेक्नोलोजी बेस। आज हामी कुनै पनि काम गर्छौँ, कुनै पनि बिजनेस गर्छौँ भने इन्टरनेटको बेसमा हुनु एकदमै जरुरी छ र यो चाहिँ भन्दैछ बिल गेट्सले। र अर्को अप्सन छ हेल्थ एन्ड वेलनेस। आज हेल्थ भन्ने कुरा यति इम्पोर्टेन्ट छ, कोही पनि मान्छे हेल्दी नै छैन आज। र कसैले पनि भन्न सक्दैन म 100% हेल्दी छु भनेर। र कोही पनि हेल्दी छैन
र हेल्दी बस्नु पनि सबैजना हामी चाहन्छौँ। अब हेल्दी पनि छैन, हेल्दी पनि बस्न चाहन्छौँ भनिसकेपछि तपाईँ आफै हेर्न सक्नुहुनेछ हेल्थ एन्ड वेलनेसको मार्केट चाहिँ कति ठुलो छ र एकदमै ह्युज मार्केट छ र ग्रोइङ मार्केट। किन भन्दाखेरि चाहिँ आजको डेटमा कोही पनि मान्छे हेल्दी बस्नु सक्दैन र बिमार चाहिँ लागेकै छ। जब बिमार लागेकै छ भनिसकेपछि मार्केट एकदमै बढेर गइरहेको छ, एकदमै ग्रो भइरहेको छ। पल जेन पिल्जर जो युएस प्रेसिडेन्टको इकोनोमिक एडभाइजर हुनुहुन्छ, उहाँले भन्नुहुन्छ हेल्थ एन्ड वेलनेस इन्डस्ट्री चाहिँ $1 ट्रिलियन इन्डस्ट्री हुनेवाला छ र यदि हामी आजको डेटमै हेल्थ एन्ड वेलनेस इन्डस्ट्रीमा इन्भल्भ भयौँ भने हामी एकदमै ग्रो गरेर जान सक्नेछौँ। सो थर्ड छ इन्फ्लुएन्सर ड्रिभन मार्केटिङ कोलाबोरेटिभ। आज इन्फ्लुएन्सरहरू चाहिँ इकोनोमिक ड्राइभर्सहरू पनि भनेर चिन्छ। सो इन्फ्लुएन्सरहरू चाहिँ इकोनोमिक ड्राइभर्स। सो आज हामी यो 3टा कुरालाई लिएर चाहिँ अघि बढिरहेका छौँ। अब यो 3टा कुराको कम्बिनेसन रहेको छ हाम्रो अर्गनाइजेसन इन्डस भिभा हेल्थ साइन्सेस प्राइभेट लिमिटेड। आज इन्डस भिभा हेल्थ साइन्सेस प्राइभेट लिमिटेड यो जुन तपाईँले पिक्चरमा देख्दै हुनुहुन्छ यो हाम्रो हेडक्वार्टर हो। बेङ्गलोरबाट सुरु भएको छ, कुनै बाहिरको कन्ट्रीबाट आएको होइन। आफ्नो जमिन, आफ्नो बिल्डिङ, एभ्रिथिङ आफ्नो छ र 2014मा स्टार्ट भएको छ, 2014 सालमा। र आजको डेटमा हेर्नुहुन्छ भने 12 वर्ष पुरा गरिसकेको छ र मोर देन 100 करोड एन्ड एबभको इन्भेस्टमेन्टमा आज हाम्रो हेडक्वार्टर छ। र अझ हेर्नुहुन्छ भने कुनै पनि बिजनेस, एउटा लिगल बिजनेसलाई हेर्दा कि प्रडक्ट कि त सर्भिस हुनु एकदमै जरुरी छ। प्रोडक्ट कस्तो हुनु पर्यो? एकदमै जेन्युन हुनु पर्यो र सर्भिस एकदमै जेन्युन हुनु पर्यो। सो हाम्रोमा के छ भन्दाखेरि चाहिँ हाम्रोमा प्रडक्ट छ। प्रडक्ट कस्तो छ? रिसर्च एन्ड डेभलपमेन्ट गरेको छ बायोएक्टिभ जापान कर्पोरेसनले। अझ बायोएक्टिभ जापान कर्पोरेसन वर्ल्डको एउटा लिडिङ न्युट्रासिटिकल कम्पनी हो र आज हेर्नुहुन्छ भने जापान भन्ने बित्तिकै टेक्नोलोजीमा नम्बर 1 छ र हेल्थको सेक्टरमा पनि नम्बर 1 छ। र जापानिज फर्मुलेसनमा कुनै पनि प्रडक्ट आज छ भनिसकेपछि कसैले क्वेसन पनि गर्नु सक्दैन। किन भन्दाखेरि हाम्रोमा त्यो टेक्नोलोजी छैन क्वेसन गर्नुको लागि है। यस्तै हिसाबले हेर्दाखेरि चाहिँ प्रोडक्सन हेर्नुहुन्छ भने 5.5 लाख युनिट पर मन्थ प्रोडक्सन गर्न सक्ने क्यापेबिलिटी छ। यो हाम्रो फ्याक्ट्रिजहरू भयो। यस्तै हिसाबले सर्टिफिकेसन एन्ड इन्टिग्रेसन हेर्दा आयुष प्रिमियम सर्टिफाइड, आयुष मिनिस्ट्रीले प्रिमियम सर्टिफिकेसन दिएको छ। कोसेर, जिएमपी, आइएसओ, स्याप, सिआइआईको मेम्बर, यसरी धेरैवटा सर्टिफिकेसनहरू चाहिँ आज पाइसकेको छ। इन्टरनेसनल प्रेजेन्स तपाईँले हेर्नुहुन्छ भने नट ओन्ली इन्डिया, अस्ट्रेलियादेखि लिएर युनाइटेड स्टेट्ससम्म 35+ कन्ट्रीमा चाहिँ आज हामी प्रेजेन्स छौँ। आज यो कन्ट्रीतिर हेर्नुहुन्छ भने एउटा मिन्स कुनै पनि प्रडक्टलाई यत्तिकै एक्सेप्ट गर्दैन। किन भन्दाखेरि हाई टेक्नोलोजी र डेभलप कन्ट्री हो र यो कन्ट्रीहरूमा पनि आज हाम्रो प्रडक्टहरू एकदमै सजिलोसँग युज भइरहेको छ। अवार्ड्स एन्ड रिकग्निसन हेर्नुहुन्छ भने एप्रिसिएसन बाई जिएसटी डिपार्टमेन्ट। आज जिएसटी डिपार्टमेन्टले अप्रिसिएसन सर्टिफिकेसन दिइसकेको छ र बेस्ट कन्ज्युमर सेटिस्फ्याक्सन कम्पनीको अवार्ड पनि पाइसकेका छौँ हामीले। र स्टेट एक्सपर्ट एक्सिलेन्सी अवार्ड्स पनि पाइसकेको छ र हाम्रो एकदमै चेयरम्यानले चाहिँ चिफ मिनिस्टरकोबाट चाहिँ कर्नाटका चिफ मिनिस्टरकोबाट चाहिँ आज एक्सिलेन्सी अवार्ड पनि पाइसक्नु भएको छ। सो यस्तै हिसाबले हेर्दाखेरि चाहिँ इन्डस भिभामा यो रेन्जमा छ प्रडक्ट ओन्ली 5 छ, एकदमै युनिक र एकदमै प्रिमियम प्रडक्टहरू छ। र एज पर द रिसर्च आज भनिन्छ कि आज हामी हेल्दी बस्नुको लागि चाहिँ 3.5 केजी अर्ग्यानिक फ्रुट्स मल्टिपल कलरको चाहिँ कन्ज्युम गर्नुपर्छ भनिरहेको छ। आजको डेटमा हेर्नुहुन्छ भने हामी 100% अर्ग्यानिक कुनै पनि कुराहरू पाउन सकिँदैन र 3.5 केजी अर्ग्यानिक फ्रुट्स मल्टिपल कलरको खाँदा मात्रै हाम्रो बडीको जुन न्युट्रिसनल रिक्वायरमेन्ट छ पर डेको हेल्दी बस्नको लागि जुन चाहिन्छ त्यो चाहिँ पुरा हुन्छ भनेको छ। किन भन्दाखेरि आज हाम्रो खानेकुराहरूबाट प्रपर न्युट्रियन्ट्स पाउन सकिँदैन, न्युट्रियन्ट्स, भिटामिन्स, मिनरल्स पाउन सक्दैन। किन? आज सबै जङ्क हामीले युज गरिरहेको छ र जति पनि हामीले घरमा युज गरिरहेको छौँ आज सबै कुरा प्रोसेस छ। इभन तेल प्रोसेस छ, नुन प्रोसेस, चावल एन्ड चिनी एकदमै हामीले प्रोसेस फुडहरू खाइरहेको छौँ। त्यो कारणले गर्दा न्युट्रिसनल डेफिसियन्सी भइरहेको छ र त्यसलाई चाहिँ पुरा गर्छ 3.5 केजी अर्ग्यानिक फ्रुट्स मल्टिपल कलरकोले। तर आजको डेटमा यो खानु एकदमै पोसिबल छैन। सो यस्तै प्रकारले चाहिँ
एउटा बेरिजको बारेमा रिसर्च गरिएको छ, जसमा चाहिँ 60 साइन्टिफिक रिसर्च भइसकेको छ, जसको नाम हो असाई बेरी। असाई बेरी चाहिँ आज हेर्नुहुन्छ भने ब्राजिलको एमाजोन रेन फरेस्टमा पाउने एउटा वाइल्ड फ्रुट्स हो र एकदमै हायर ओराक भ्याल्यू भएको फ्रुट्स भनेर पनि चिनिन्छ र यसको फाइदा एकदमै धेरै छ। नम्बर 1 एन्टिअक्सिडेन्ट फर एन्टी एजिङ सपोर्ट, इम्युन हेल्थ सपोर्टको लागि एकदमै राम्रो छ, हार्ट सपोर्टको लागि छ, एन्टी क्यान्सर बेनिफिट र असाई बेरी चाहिँ हेर्नुहुन्छ भने नासाको स्पेस ड्रिङ्क AS10 को पनि सुपेरियर इन्ग्रेडियन्ट चाहिँ असाई बेरी हो। सो यो जुन असाई बेरी छ, हाम्रो जुन फर्स्ट प्रडक्ट छ आइपल्सको चाहिँ मेन इन्ग्रेडियन्ट हो र आइपल्सको तपाईँले 60 ml मात्रै पर डे कन्ज्युम गर्नुभयो भने 3.5 kg अर्ग्यानिक फ्रुट्स, मल्टिपल कलरको फ्रुट्सबाट पाउने जुन बेनिफिट छ त्यो चाहिँ आइपल्सले दिँदैछ र त्यो पाएपछि के भयो, हाम्रो जुन न्युट्रिसनल रिक्वायरमेन्ट छ त्यो पुरा हुन्छ र हामी हेल्दी बस्न एकदमै सक्छौँ। जुन आइपल्स छ यो चाहिँ 15वटा सुपर फ्रुट्सहरू मिलेर बनेको छ, मेन इन्ग्रेडियन्ट असाई बेरी भइहाल्यो र आज हेर्नुहुन्छ भने जुन आइपल्सले चाहिँ तपाईँलाई 26 हेल्थ बेनिफिट दिनको लागि चाहिँ मद्दत गर्छ। टेस्टमा एकदमै मिठो छ र कुनै पनि एज ग्रुपकोले चाहिँ यो खानु सक्छ। सो यो भयो हाम्रो फर्स्ट प्रडक्ट। सो सेकेन्ड छ ब्लड सुगर सपोर्टर आई कफी र जसको मेन इन्ग्रेडियन्ट रहेको छ साल्सिटल हब र जसले चाहिँ नेचुरली ब्लड सुगरलाई म्यानेज गर्न पनि सक्छ। अब यो हब मात्रै त्यतिकै खान सक्दैन, किन भन्दाखेरि चाहिँ खानु सक्दैन, किन, एकदमै तितो हुन्छ। सो त्यो कारणले गर्दाखेरि चाहिँ कफीमा ब्लेन्ड गरेर बनाएको छ आई कफी, जसले नेचुरली ब्लड सुगरलाई म्यानेज गर्छ। आज डायबेटिक हेर्नुभयो भने एकदमै धेरै नै भइरहेको छ, किन, इन्डिया त हाम्रो डायबेटिक क्यापिटल भनेर पनि चिनिन्छ र आज जसलाई डायबेटिक छ एलोपेथिक मेडिसिन हामीले युज गरिरहेका छौँ। एलोपेथिक मेडिसिन को कन्जम्सनले गर्दाखेरि आज धेरैजनाको अर्गन ड्यामेज भइरहेको छ, धेरैजनाकोलाई साइड इफेक्ट गरिरहेको छ र आज यो कफीले चाहिँ तपाईँले रेगुलर युज गर्नुभयो भने एलोपेथिक मेडिसिनको जुन साइड इफेक्ट छ त्योबाट 101% बचाउँछ र अर्गन ड्यामेज हुन दिँदैन यसले। र यदि तपाईँ प्री डायबेटिक हुनुहुन्छ भने प्रिभेन्सनको लागि कन्ज्युम गर्न सक्नुहुनेछ। यसले चाहिँ तपाईँलाई दबाई पनि छुटाउन सक्छ यदि प्री डायबेटिक हुनुहुन्छ भने। यदि डायबेटिक नै छैन भने हामीले प्रिभेन्सनको लागि पनि युज गर्न सक्छ र यो भयो आई कफी। यसले तपाईँको वेटलाई पनि म्यानेज गर्न सपोर्ट गर्छ र स्ट्रेस म्यानेजमेन्टको लागि पनि एकदमै राम्रो छ। सो थर्ड प्रोडक्ट छ हाम्रोमा आई स्लिम फ्ल्याट टम इज गुड फ्याट इन ब्याड फ्याट आउट। यसले चाहिँ तपाईँलाई BMI को हिसाबले वेटलाई म्यानेज गर्छ। आज हामी हेर्नुभयो भने एक्सेस फ्याट छ बडीमा, हामी ओभरवेट छौँ भने चाहिँ आज धेरै किसिमको रोगहरू लाग्न सक्ने चान्सेस धेरै नै हाई हुन्छ र यसले चाहिँ तपाईँको हाइट अनुसार वेटलाई म्यानेज गर्छ BMI को हिसाबले। यदि ओभरवेट छ त डिनरलाई स्किप गरेर तपाईँले एउटा बार लिनुभयो भने तपाईँको वेट रिड्युस हुन्छ र 1 मन्थमा हेर्नुभयो भने 3 to 5 kgसम्म वेट रिड्युस भएको रिजल्ट चाहिँ हाम्रोमा एकदमै प्रशस्त छ। सो हाम्रोमा अर्को प्रोडक्ट रहेको छ आई ग्लो अनडिनाएबल ब्युटी न्युट्री कस्मेटिक प्रोडक्ट। आज कस्मेटिक प्रोडक्ट हेर्नुभयो भने म्याक्सिमम बाहिरबाट लगाउने मात्रै छ र विथ केमिकल बेस मात्रै छ, सबै केमिकल बेस। तर यो चाहिँ हो तपाईँको कन्ज्युमेबल कस्मेटिक प्रोडक्ट। यसले तपाईँको लिभरलाई डिटक्स गर्छ, ब्लडलाई प्युरिफाई गर्छ, तपाईँको बडीमा भएको जति पनि टक्सिन्स छ एकदमै डिटक्स गरेर यसले नेचुरल ब्युटी ल्याउँछ र स्किनसँग रिलेटेड तपाईँको जति पनि प्रब्लम छ यसले एकदमै राम्रो सल्भ गर्न सक्छ। यसको मेन इन्ग्रेडियन्ट हो साफ्रन, कश्मीर भ्यालीको साफ्रन। सो यो भयो आई ग्लो। सो अर्को प्रोडक्ट छ हाम्रोमा आई केयर। आई केयर चाहिँ मेनली फर वुमन्सको लागि छ। आज वुमन्सहरूमा हेर्नुभयो भने एज पर द रिसर्च 85% वुमन्सहरूमा हर्मोनल इम्ब्यालेन्स, PCOD, थाइरोइड, PCOS, मसल एन्ड जोइन्ट पेन्स, स्ट्रेस एकदमै धेरै छ। सो ओभरअल वुमन्स हेल्थको लागि चाहिँ आई केयर एकदमै बेस्ट छ र जति पनि यसमा इन्ग्रेडियन्टहरू हालिएको छ एकदमै नेचुरल छ, कुनै साइड इफेक्ट छैन, सेफली हामी सबैजनाले युज गर्नु सक्छ। सो यो थियो हाम्रो एकदमै अमेजिङ एन्ड वन्डरफुल प्रडक्टहरू। अब अपर्च्युनिटी चाहिँ के छ त भन्दाखेरि चाहिँ इन्डस्ट्रीवाले चाहिँ अटमोस्ट प्रायोरिटी दिएको छ हेल्थ प्लस वेल्थ दुईटा कुरामा। हामी सबै
जानको लागि। किन भन्दाखेरि आज प्रिभेन्सन पनि दुईटैमा चाहिन्छ। हेल्थ प्लस वेल्थ दुईटैलाई हामीले सँगसँगै लानु एकदमै जरुरी छ। गोल्डन अपर्च्युनिटी छ जो फाइनेन्सियल सेक्युरिटी चाहनुहुन्छ। आज हेर्नुभयो भने धेरैवटा यस्तो सेक्टरहरू छ जहाँबाट हामीले फाइनेन्सियल सेक्युरिटीको बारेमा सोच्नु सक्दैन। किन आजको टाइममा यदि हामी जब गर्छौँ भने त्यहाँ पनि फाइनेन्सियल सेक्युरिटी एकदमै साह्रो छ। किन आजको डेटमा पेन्सन पनि पाउँदैन है, पेन्सन पाउँदैन आफ्टर रिटायरमेन्ट पनि। सो भनिसकेपछि नो फाइनेन्सियल सेक्युरिटी र आज क्वालिफिकेसन अनुसारको जब र स्यालेरी आफू जति डिजर्भ गर्छ त्यो हिसाबको स्यालेरी पनि पाउनु एकदमै साह्रो छ। महँगाई बढिरहेको छ, इन्फ्लेसन रेट एकदमै बढेको छ र हाम्रो जुन इन्कम छ, हाम्रो जुन स्यालेरी छ त्यसले चाहिँ हाम्रो जुन खर्चलाई चाहिँ बेट गर्न सक्दैन। त्यो कारणले गर्दाखेरि चाहिँ आज हेर्नुहुन्छ भने एज अ भिभा बिजनेस ओनर यो अपर्च्युनिटीबाट तपाईँले फाइनेन्सियल सेक्युरिटी पनि पाउन सक्नुहुनेछ। अब आज हामी दुईटा तरिकाले काम गर्न सक्छौँ। फर्स्ट त छ B2C। आज जति पनि मैले हजुरहरूलाई प्रोडक्ट देखाएँ यो प्रोडक्ट आफूले खाएर आफ्नो जुन अनुभव छ यो अरूलाई सेयर गरेर अरूलाई पनि प्रोडक्ट तपाईँले रिकमेन्ड गर्न सक्नुहुनेछ। किन भन्दाखेरि आज हेर्नुभयो भने हामीलाई राम्रो लागेको कुरा, आफूलाई राम्रो लागेको कुरा हामी अरूलाई पनि सेयर गर्छौँ। यदि तपाईँले आज एउटा मुभी हेर्नुभयो, तपाईँलाई राम्रो लाग्यो मुभी भने आफ्नो नजिकको व्यक्तिहरू, आफ्नो साथीभाइहरूलाई तपाईँले सेयर गर्नु नै हुन्छ र त्यो गर्दाखेरि तपाईँलाई केही पनि बेनिफिट छैन। एउटा राम्रो बुक तपाईँले पढ्नुभयो, तपाईँले आफ्नो साथीलाई रिकमेन्ड गर्नुभयो, त त्यो साथीले पनि त्यही बुक किनेर गएर पढ्यो भने तपाईँलाई के फाइदा छ त? नो, फाइदा छैन। तर यो बिजनेसमा तपाईँले यो प्रोडक्ट पहिला कन्ज्युम गर्नुभयो, आफ्नो फ्यामिलीमा कन्ज्युम गराउनु भयो र तपाईँलाई राम्रो लाग्यो। सो अरूलाई सेयर गर्दाखेरि पनि तपाईँले यहाँबाट अर्निङ गर्न सक्नुहुनेछ। सो अर्को तरिका छ B2B, बिजनेस टु बिजनेस पनि तपाईँले यहाँबाट अर्निङ गर्न सक्नुहुनेछ र आफूले बिजनेस स्टार्टअप गर्नुभयो र तपाईँले आफ्नो फ्रेन्चाइजी बिल्ड गर्नुभयो, यानि कि धेरैजनालाई अपर्च्युनिटी तपाईँले दिनुभयो भने पनि यहाँबाट तपाईँले एकदमै ह्युज इन्कम चाहिँ अर्न गर्न सक्नुहुनेछ। अब कसलाई चाहिँ यो बिजनेस रिकमेन्ड गर्ने त भन्दाखेरि चाहिँ 4 क्याटेगोरीको व्यक्तिहरूलाई चाहिँ यो बिजनेस तपाईँले रिकमेन्ड गर्न सक्नुहुनेछ। अब यो 4 क्याटेगोरीमा को पर्छ त भन्दाखेरि चाहिँ फर्स्ट छ जब सिकर। आज हेर्नुहोस् तपाईँको कनेक्सनमा जब सिकरहरू, जब खोज्ने मान्छेहरू कति धेरै छ होला, धेरैजना छ। सो हामी उहाँहरूलाई रिकमेन्ड गर्न सक्छ, हामी उहाँहरूलाई अपर्च्युनिटी दिन सक्छ। सो सेकेन्ड छ एक्स्ट्रा इन्कम। आज एक्स्ट्रा इन्कम कसलाई चाहिएको छैन? सबैलाई चाहिएको छ। यदि हामी जब गर्छौँ, यदि हामी सेल्फ एम्प्लोइड छौँ भने एक्स्ट्रा इन्कम एकदमै जरुरी छ। सो एक्स्ट्रा इन्कमको लागि यो अपर्च्युनिटी तपाईँको लागि एकदमै बेस्ट हुनसक्छ। अर्को छ बिग थिङ्कर्स। आज हामी यो लेभलमा अपग्रेड हुन चाहन्छौँ, यो लेभलमा अपग्रेड हुन हामी एक एकजना चाहन्छौँ, तर के हाम्रोमा अपर्च्युनिटी छ त? नो, मैले चाहिँ देखिनँ। यो लेभलसम्म अपग्रेड हुन सक्ने अपर्च्युनिटी हामी कमन म्यानको लागि, हामी मिडल क्लास फ्यामिलीको मान्छेहरूको लागि चाहिँ यो लेभलमा अपग्रेड हुन सक्ने कुनै पनि अपर्च्युनिटी छैन। तर यो अपर्च्युनिटीबाट तपाईँ यो लेभलमा अपग्रेड हुन सक्नुहुन्छ। किन भन्दाखेरि चाहिँ हाम्रोमा प्रुफ छ र धेरैजना यो लेभलमा अपग्रेड भइसक्नु भएको छ यो अपर्च्युनिटीलाई ग्र्याब गरेर। सो अर्को अप्सन छ र अर्को छ क्लियर डेब्ट। आज हेर्नुहोस् म्याक्सिमम मान्छेहरू लोनमा छ, बाँकीमा छ, इएमआई पे गर्न एकदमै साह्रो भइरहेको छ भने आज जो पनि व्यक्ति लोनमा छ, डेब्टमा छ, उसले चाहिँ कुनै पनि एउटा बिजनेस स्टार्टअप गर्नु पर्यो, इक्जाम्पलको लागि एउटा दोकानै खोल्नु पर्यो भने पनि 1-2 लाखमा केही पनि हुँदैन। आज लाख रुपियाँ महिनामा प्रफिट अर्न गर्नको लागि तपाईँले करोडमा इन्भेस्टमेन्ट गर्नुपर्छ। आज डेब्टमा भएको मान्छेले चाहिँ करोडमा इन्भेस्टमेन्ट गर्नु सक्दैन। त्यो कारणले गर्दाखेरि चाहिँ आज उसले यो बिजनेसलाई चाहिँ, आज यो अपर्च्युनिटीलाई ग्र्याब गरेर
आफ्नो डेप्थलाई पनि क्लियर गर्न सक्छ र आफ्नो फ्युचरलाई पनि सिक्योर बनाउन एकदमै सक्छ। अब हेर्नुहोस्, तपाईँले सोच्दै हुनुहुन्छ होला मेरोमा एक्सपिरियन्स छैन, म बोल्नु जान्दिनँ, बिजनेसको आइडिया छैन, नलेज छैन भनेर सोच्दै हुनुहुन्छ होला। डोन्ट वरी, आज हाम्रोमा 3 डाइमेन्सनल सपोर्ट सिस्टम छ। फर्स्ट त तपाईँलाई टिमले सपोर्ट गर्छ, अर्को छ भाइब्रेन्ट विभा हाम्रो एजुकेसन सिस्टम। डिजिटली या त फिजिकली तपाईँले ट्रेनिङ प्रोग्राम्सहरू अटेन्ड गरेर यहाँबाट नलेज लिन सक्नुहुनेछ, आइडियाजहरू लिन सक्नुहुनेछ कसरी बिजनेस गर्ने भनेर। सो नेक्स्ट छ इन दिस विभा हाम्रो अर्गनाइजेसन जसले तपाईँलाई विकली पे आउट दिएर सपोर्ट गर्छ र प्रोडक्ट दिएर सपोर्ट गर्छ। आज महिना पर्खिनु पर्दैन, विकली तपाईँको अकाउन्टमा क्रेडिट हुनेछ र बिजनेस आफ्नो भयो। अब पे आउट चाहिँ हामी कसरी जेनेरेट गर्न सकिन्छ त, हामी त्यो हेर्छौँ। फर्स्ट एज अ VBO तपाईँले स्टार्टअप गर्नुहुन्छ, विभा बिजनेस ओनर, एज अ ओनर तपाईँको स्टार्टअप हुन्छ। स्टार्टअप गर्नु भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ यहाँ चाहिँ तपाईँ र तपाईँको फ्यामिलीको लागि प्रोडक्ट बाई गरेर कन्ज्युम गर्नु, प्रोडक्ट बाई गर्नु नि बिजनेस स्टार्टअप गर्नु हो। यहाँ बिजनेसको लागि पैसा लाग्दैन, यहाँ बिजनेस गर्नुको लागि पैसा लाग्दैन, एक्स्ट्रा फी लाग्दैन, जस्ट प्रोडक्टको कस्ट पे गर्नुभयो र आफ्नो लागि प्रोडक्ट बाई गर्नुभयो, तपाईँको बिजनेस स्टार्टअप हुन्छ। अब बिजनेस स्टार्टअप भइसकेपछि तपाईँले अर्निङ कसरी गर्ने त भन्दाखेरि एकदमै सिम्पल छ। अघि मैले हजुरहरूलाई 4 क्याटेगोरीको मान्छेहरू देखाएको थिएँ। फर्स्ट त छ जब सिकर, एक्स्ट्रा इन्कम, बिग थिङ्कर्स र डेप्थमा भएको मान्छे। यो 4 क्याटेगोरीको मान्छेहरू आज हेर्नुहुन्छ भने मार्केटमा यति धेरै छ। तपाईँलाई चाहियो टु राइट पार्टनर जसले चाहिँ यो बिजनेसलाई अगाडि बढाउन चाहन्छ। जस्ट तपाईँले 2 जनालाई अपर्च्युनिटी दिनुभयो, तपाईँको फर्स्ट विकको पे आउट हुन्छ एप्रोक्स 13,000 रुपिस। सो यसरी नै तपाईँले विकली इन्कमलाई स्केल अप गर्दै लान सक्नुहुनेछ। जस्तै 15,000 विकली प्रफिट, 25,000 विकली प्रफिट, 50,000 विकली प्रफिट, 1 लाख विकली प्रफिट र 2,50,000 सम्म तपाईँले विकली प्रफिट अर्न गर्न सक्नुहुनेछ, 2,50,000 सम्म। आज हेर्नुभयो भने मैले फर्स्टमा पनि देखाएको थिएँ, आज 2040 को एक्सपेन्स हेर्नुहुन्छ भने 10 लाख रुपियाँ लाग्दैछ घर चल्नुको लागि मात्रै। के तपाईँकोमा 10 लाख कमाउने कुनै अपर्च्युनिटी छ होला? यदि छ भने तपाईँले यो अपर्च्युनिटीमा इन्भल्भ हुनु जरुरी छैन। यदि तपाईँकोमा 2040 सम्ममा पनि 10 लाख रुपियाँ कमाउने कुनै अपर्च्युनिटी छैन भने दिस इज द अपर्च्युनिटी। तर म चाहिँ भन्छु दिस इज ओन्ली अपर्च्युनिटी जहाँबाट महिनामा हामी 10 लाखसम्म अर्न गर्न सकिन्छ, विकली 2,50,000। सो यस्तै प्रकारले अब महिनामा 10 लाखसम्म दिने बिजनेस कसरी स्टार्टअप गर्ने त? किन भन्दाखेरि आज 1 लाख रुपियाँ महिनामा प्रफिट दिने बिजनेस स्टार्टअप गर्ने हामीलाई करोडौं रुपियाँ इन्भेस्टमेन्ट गर्नुपर्छ। रिस्क डल्लै आफ्नै हुन्छ, तर यहाँ विदाउट रिस्क तपाईँले जस्ट 3 बिलिङ, 3टा मात्रै बिलिङ गरेर 37,200 को प्रोडक्ट बाई गर्नुभयो आफ्नो नजिकको व्यक्तिहरूको लागि भने तपाईँको बिजनेस स्टार्टअप हुन्छ, जसको अर्निङ पोटेन्शियल छ 10 लाख रुपियाँ महिनामा। यदि आज कुनै अरू बिजनेसमा तपाईँले इन्भेस्टमेन्ट गर्नु पर्यो भने महिनामा 10 लाख रुपियाँ प्रफिट अर्न गर्नको लागि 10 करोडभन्दा माथि इन्भेस्टमेन्ट गर्नुपर्ने हुन्छ। यदि तपाईँले 10 करोडभन्दा माथि इन्भेस्टमेन्ट गर्नु भएन भने महिनामा 10 लाख रुपियाँ कमाउन सकिँदैन। तर यहाँ एकदमै सिम्पल एउटा वर्किङ क्यापिटलबाट तपाईँले आफ्नो बिजनेसलाई स्टार्टअप गर्न सक्नुहुनेछ। जस्तै तपाईँले यहाँ देख्दै हुनुहुन्छ स्लाइडमा, उहाँ हुनुहुन्छ हाम्रो ग्रेट मेन्टर मिस्टर जीवानन्द। सो उहाँ चाहिँ केरलाबाट हुनुहुन्छ र आज हेर्नुभयो भने हाइली सक्सेसफुल पर्सन मोर देन 10 CR एन्ड एबभ अर्न गरिसक्नु भएको छ र उहाँले चाहिँ एउटा डिस्ट्रिक्टबाट चाहिँ आजको डेटसम्म 13 करोडपति क्रिएट गरिसक्नु भएको छ। 13 करोडपति 1 डिस्ट्रिक्ट। सो उहाँले नि अहिले आजको डेटमा हेर्नुहुन्छ भने पर्सनल्ली
यो टिमलाई बिल्ड गर्नको लागि चाहिँ सपोर्ट गरिराख्नु भएको छ। र आज इन्डस विवाको सक्सेस स्टोरी हेर्नुभयो भने इन्डियाभरि नै हेर्नुहुन्छ भने 100+ करोडपति 100 भन्दा माथि करोडपति क्रिएट गरिसक्नु भएको छ, जसले चाहिँ 1 करोडदेखि लिएर चाहिँ 25 करोडसम्म अर्न गरिसकेको छ। आज यहाँनिर त्यति मात्रै नभएर हेल्थ छ, वेल्थ छ, साथमा नेसनल एन्ड इन्टरनेसनल ट्रिप विथ को एप्लिकेन्ट फ्री अफ कस्ट। तपाईँले देश विदेश घुम्ने एउटा अपर्च्युनिटी पनि पाउन सक्नुहुनेछ। यदि हामी नर्मली हेर्दाखेरि हामी फरेन ट्रिप गर्नु एकदमै साह्रो छ, किन हामीसँग पैसा हुँदाहुँदै पनि हामी फरेन ट्रिप गर्ने सोच बनाउँदैनौँ। यदि गइहाल्यौँ भने पनि कम्प्रोमाइजमै हुन्छ। तर यहाँ चाहिँ फ्री अफ कस्ट तपाईँले फरेन ट्रिप गर्ने पनि एउटा अपर्च्युनिटी पाउँदै हुनुहुन्छ। अब यो बिजनेस कसरी स्टार्टअप गर्ने एकदमै सिम्पल छ। हाम्रोमा स्मार्टफोन छँदैछ, हाम्रो एप छ इन्डस विवाको। इन्डस विवाको एप तपाईँले डाउनलोड गर्नुहुन्छ आफ्नो फोनमा र आफ्नो एपबाट आफ्नो फोनबाट तपाईँले आफ्नो बिजनेसको मोनिटर गर्न सक्नुहुनेछ। चाहे तपाईँ कुनै पनि कुनामा होस्, आफ्नो एपबाट मोनिटर गर्न सक्नुहुनेछ आफ्नो बिजनेसको र केवाइसी डकुमेन्ट सबमिट गरेर आफ्नो प्लेस अर्डर गरेर यो बिजनेसलाई स्टार्टअप गर्न सक्नुहुनेछ। वी आर कमिटेड टु क्रिएट 100 करोडपतिज विदिन अ सर्ट स्पन अफ टाइम। यो टिमको मिसन के हो त भन्दाखेरि चाहिँ 100 करोडपति क्रिएट गर्ने विदिन अ सर्ट स्पन अफ टाइम। तपाईँ यदि आज डिसिजन लिनुभयो भने पनि कोही पनि व्यक्ति यो अपर्च्युनिटीबाट करोडपति बन्नुको लागि 3 to 5 इयर्स एकदमै काफी हुन्छ। र यदि तपाईँ आजै डिसिजन लिनुभयो भने 2030 भित्रमा तपाईँ पनि यो 100 को नम्बरमा पर्न सक्नुहुनेछ। अ लेट डिसिजन इज इक्वल टु अ मिस अपर्च्युनिटी पनि भन्छ। यदि तपाईँले ढिलो डिसिजन लिनुभयो भने मौका गुमाएको जस्तै हो। इन अ मोमेन्ट अफ डिसिजन डेस्टिनी इज सेप। एउटा सानो डिसिजनले गर्दा हाम्रो डेस्टिनी पनि सेप हुन सक्छ, हाम्रो भविष्य बन्न सक्छ। आज मैले पनि कुनै दिन एउटा सानो डिसिजन लिएको थिएँ र आज हेर्नुहुन्छ भने धेरैजनालाई हेल्प गरेर, धेरैजनालाई अर्निङ गर्न सपोर्ट गरेर अगाडि बढिरहेको छु। सो थ्याङ्क यू सो मच। मलाई लाग्छ हजुरले एकदमै क्लियरली बुझिसक्नु भएको छ र इमिडिएट डिसिजन लिएर हामी साथमा अघि बढ्न सक्छौँ। सो वन्स अगेन थ्याङ्क यू सो मच।